भाइ म ह्यान्डसम देखिएको छु पक्का ह्यान्डसम देखिनु हजुर देखो कपाल काटेपछि त कपाल काट्यो काट्दैन म यता आइजन कस्तो काल काल देखिया कपाल काट एउटा चिज दिन्छु यस्तो यस्तो राम्रो कपाल छ म किन काट्ने काट्ने एउटा चिज दिन्छु त तैले भनेको चिज दिन्छु यो कपालमा कति केटीहरू फिदा छन् यो कपालमा कति केटीहरू फिदा छन् के दिन्छस् कपाल काटेको बापत तैले भनेको चिज दिन्छु फेरि मैले जत्रो भनेपछि त्यत्रै काट्नुपर्छ फेरि मैले जत्रो जत्रो भनेपछि यत्रो मैले मैले भने फेरि काट्नुपर्छ गिफ्ट के हो के रे भने अनुसार काट्छु के हो गिफ्ट ल दिन्छ त काट्छस् ल उठ्दा उठ्दा मेरो काम सुरु भइसकेको छ हेर्नुहोस् यस्तो काम छ उहाँलाई चाहिँ रेडी बनाइदिँदै हुनुहुन्छ अब उहाँ बुइनीले कपाल काट्नलाई गिफ्ट दिनुपर्छ हामीले मलाई 100 रुपियाँ कपाल काट्ने 2000 गिफ्ट मागिहाल्नु ह्यान्डसम तिमीहरूकै दाइ हुन्छ नि कपाल काटेपछि ह्यान्डसम तिमीहरूकै दाइ हुन्छ नि कपाल काटेपछि Why are you crying? हुन्छ थाहा त रहेछ त काटेपछि राम्रो देखिन्छ हौ भन्ने किन काट्दिनौ त नि बा मलाई पनि चाहिन्छ बा ढाउ दिनुपर्छ तेरो ढाउ रिसा त अलिकति त त्यसमा त देखिन्छ हेर्नु फेरि यति रिसाउँछ कि भने छ्यास छ्यास मुखमा हाल्ने रिसाउने त चलनै छैन देखिनु हामीलाई यति सोझो छ एकदमै धैर्य धारण एकदम धैर्य धारण पेशेन्स लेभल हाई गर्छु मोबाइल ठडाएपछि हाम्रो केटालाई पनि अचन कहिले पट्टाउन सकेन पट्टाउनु कसैले यति सोझो छ मेरो भाइ हाम्रो केटालाई पनि अचन कहिले पट्टाउन सकेन पट्टाउनु कसैले यति सोझो छ मेरो भाइ यता साइड त सुन झुन्डान सुन कस्तो राम्रो हाइट पुग्दैन यसो कुर्ची सानो वाला छ नि हाइट पुगेन के हाइट पुगेन के गर्छु रोक बिग्रेला अलि उठ्यो थियो उठ्योले उठ्यो खै यता फर्केर ल उता फर्के उता यो ल्याइदिन्छु लाउनुहोस् हाइट पनि सानो भएर बिचारीलाई यस्तो बल्ल आयो यो नि त तरिका अहिले बिगारिदिन्छु के भएर छु यस्तो राम्रो काटेर मिलाइदिरहेको छु बाबु छोटो 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 यत्रो यार यस्तो घुम्रेको बेला कति माया लागेको